इनबक्स जाउँ भन्ने केटीहरू पनि कति धेरै आउँछ मेरोमा छ्या त्यस्तो रुगा लाग्ने कुरा नै हेर्छ हामी पनि आइसक्यो दुईटा त मैले अस्ति नै त्यो 7.2 काण्ड आउँदाखेरि पनि हेरेको मैले है रुगा लागेर 22 दिनसम्म सुतेको म 3200 को औषधि खाँदा बल्ल बल्ल निको भयो हजुर आँखाले पो हेर्नु कति कति तलसम्म त तपाईँको त अनि कपाल के कपाल लामो रहेछ तलसम्म झल्डिने रहेछ भनेको कपाल लामो रहेछ उहाँको यो बहिनीको भोइस किन सुनेन मैले राम्रोसँग यार तपाईले मनी टासिएर राख्नु भयो होला के भोइस राम्रोसँग आएन 7.2 काली छिछि काली थियो रे हेट तपाईले नै हेर्नु भएको रहेछ म बिरामी भयो नि त्यो हेरेर यार हेट अब यो बहिनीसँग गेम खेल्दा नै बिरामी होला कि भन्ने टेन्सन छ मलाई पर्दा पर्दा सर्दा पनि लाउन मिल्छ तपाईकोमा ए कता कता लाउनुहुन्छ पर्दा त्यस्तो खालको अस्ति नैको काण्ड हेर्दा बिरामी भएको थियो अब यो बहिनीसँग गेम खेल्दा नै बिरामी होला जस्तो लाग्यो मलाई त बाथरुम पोताउँ ल फेरि अर्को आयो भिसिजम रे सुनिता ए कति भिसिजम भन्ने मान्छे मात्रै आउँछ क्या मेरोमा त छ्या मेरो भोइस आएको छैन हो यहाँ भनेको मैले यहीँ मेरो भोइस आएको छैन र गाइस सबजना डबल ट्याप गर्नु 121 जना हुन्छ ट्याप ट्याप यति हो कहिले काहीँ गेम खेलेर बेला त ट्याप ट्याप मजाले गर्ने भने गाइस होइन रमाइलो हुन्छ छ भने ट्रिपलमा हल्का पुस्ट गरिदिनु होला छैन भने ट्याप ट्याप गरिदिनु होला थ्याङ्क यू सो मच बल्ल आयो उताको आवाजले होला कि नआएको सबैजना डबल ट्याप गर्नुहोस् ल साथीहरू हाम्रो टप आइडीलाई नि भिसी भनेको के हो आलु दाइ भिसी भनेको त्यही हो के घरको भित्ता देखाउने घरको भित्ताको कलर देखाउने हो हिजो हो कि कहिले यस्तो मतलब कसैको लाइभमा गएर होइन बुस्टिङ आएको छ भने जसको लाइभमा गएको छ उसकोमा हान्दाखेरि मात्र हुने हो साथीहरू हिजो मेरो त्यो एउटा बहिनीकोमा गएको थिएँ क्या म डिम्पललाई के भनेकोमा होइन उसको मैले हल्का गेम जिताएको थिएँ त्यहाँ दुईवटा बुस्टिङ आएको थियो क्या एउटा चाहिँ मैले त्यहाँ युज गरिदिएँ एउटा चाहिँ बाँकी छ अर्कोमा त हुँदैन फेरि देखाउँदैन त्यो के भन्छ अनि सिक्रेको टुप्पा त बिचमा पो हुन्छ त कहाँ छेउतिर झुन्डिन्छ त केटाहरू हावा हाउकर नगर्नु वाङ वेलकम बहिनी तपाईँको सिक्रेको टुप्पाले कहाँ बिचमा छोयो भन्छ त कहाँ के भन्छ यहाँ कमेन्टमा अनि सिक्रेको टुप्पा त कहाँ छेउछेउमा लाउन मिल्छ त होइन त्यो त तलै झुन्ड्याउनु पर्यो नि मनी अब ट्याटु खोप्न सिक्नु पर्ला यार ट्याटु आर्टिस्ट बन्नु पर्यो ट्याटु त खतरा खतरा ठाउँमा हान्दो रहेछ आजभोलिको केटीहरूले सबजना डबलमा खेल्नु ल थोरै खेल्नु ल एङ्गल नापेर बोल्नु भयो ल खोइ त खोइ डबलमा हानौ गाइज खोइ त हान्ने मान्छे छैन अनि यार जहिले हार्ने हामी
जहिले हार्ने साथीहरू जहिले हारे गर्ने यार यस्तो नि हुन्छ यार हेत्तेदिको यार जिताउनु पर्यो आलु दाइलाई मेरो बिहान कोही मान्छे आउँदैन के टेन्सन छ कि मलाई साथीहरू टेन्सन छ म्युटमा राख्नु पर्दाले त कुरै नसुन्दो रहेछ होइन सुन्नु भएको छैन मेरो बोली अहिले सुन्नु भएको छैन सबैजना डबल ट्याप गर्नु न नयाँ आउनुभएको सबै साथीहरूले फलो गर्नु ल म तपाईँहरू सबैलाई फलो ब्याक दिन्छु ल बिस्तारो एकैचोटि फलो ब्याक दिन मिले छैन कि उतापट्टि के को भएछ आएको रेल गुडे जस्तो छ ती नानीले अलि पछाडि हात भन्नु न अरे अलि पछाडि जानु रे त मान्छेले जे भने त्यही मान्छ त यार पुरै हेर्न मन लाग्यो रे पछाडि हेर्नु रे थेट गेम चाहिँ हारे गर्ने हामी अनि के भइरहेछ यार आजभोलि आलु दाइको आलुको पावर सक्यो कुयो आलु पहिला त आमलाको भन्दा काजु बदामको भन्दा धेरै थियो त यार फेरि भिसीवाला आयो ए हे कति भिसी भन्दा मात्रै आउँछ यार लास्ट सेकेन्ड सबजना मिलेर गाइस एउटा फुलले बस्यो आयो दुई तीन सय मान्छे अनि त्यसपछि भइहाल्छ नि हेरेर मात्रै बसिया छ 200-300 जना मान्छे यार के हो यार तपाईहरु यार के हेर्नु हो लोदर लाग्यो रे के लोदर लाग्नु नि हो लक्षिनको हेर्दा नि लोदर लाग्छ अनि अलि पछाडी सर्नु भनेको हैन पछाडी सर्नु भयो गाइस यो बहिनी बे गर्ने ज्वाइँ चाहिँ भाग्यमा नि हुन्छ क्या सिरानी नि किन्नु पर्दैन डेरी नि खोल्नु पर्दैन गाई भैँसी केही पाल्नु पर्दैन ज्वाइँ चाहिँ भाग्यमानी ट्याप ट्यापै गर्दैन ट्याप गर्दा पनि त अलिकति यसको हुन्छ नि ट्याप ट्यापै गर्दैन नि यस्तो आज हेर्नु न गेम यहाँ ट्याप धरि गर्दैनन् थ्याङ्क यू सो मच हारेको हारेछ त अनि उता हानेको हानेछ त अनि किन सरी भन्दा थ्याङ्क यू सो मच है हाम्रो तपाईँलाई